अब पहिला बनाएको भिडियो चाहिँ स्क्रिन नै क्याप्चर भएन छ ल नयाँ भिडियो आउँछ गाइस हेर्नु अब किन भन्दाखेरि चाहिँ त्यो जस्तो तीनटा खाल्टो हुन्छ है यहाँ खाल्टो हुन्छ त्यहाँ खाल्टो हुन्छ त्यहाँ खाल्टो हुन्छ ए त्यो 8 बनाउनेको कुरा गरेको के लिएर आउँदाखेरि ढुई 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 यस्तो गरेर चाहिँ फेरि ढुई 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 हैन तीनचोटि ओर्जर गर्दाखेरि ट्रायल पास हुन्छ लाइसेन्स दिने What an intelligent idea. इन्टेलिजेन्ट नेपाली आइडिया मुसाले खाइदिया चाला खाल्टो भएर कति दुःख पाछ हामीलाई थाहा छैन भन्ने भएर यिनीहरुलाई एकदम हाम्रो बेस्ट आइडिया हो त्यो त्यो अर्को एउटा मन नपरेको होला अर्को नि मन नपरेको ओ या त्यो तिम्रो ड्रेसको ट्राफिक जाम किन नहटेको होला ट्राफिक जाम किन नहटेको हो या आइ एम सो इरिटेटेड आइ एम सो टायर्ड त्यो त कहाँ हट्नु नि त्यो त हामीले आफै जाम गराएको आफै किन गराएको होला त्यो नेपालको टुरिज्म सेक्टरको डेभलप गर्नको लागि Oh my god. त्यो ट्राफिक जाम गराएर टुरिज्म सेक्टर कसरी डेभलप हुन्छ होला त्यस्तो पहिला पहिला जाम हुन्थेन हैन अब अमेरिकाबाट टुरिस्ट आउँदाखेरि बिहान एयरपोर्टमा ल्यान्ड गर्थ्यो अनि त्यसपछि घुम्दै घुम्दै काठमाडौँ घुमिसकेर लुम्बिनी घुमिसकेर उता इलाम पनि घुमेर स्वर्गद्वारी घुमेर बेलुका 10 बजे त फुट्यो अमेरिका अनि त्यसपछि हामीले यो त भएन देशलाई आम्दानी भएन भनेर हामीले चाहिँ त्यो ट्राफिक जामको स्किम ल्यायो अहिले त हैन काठमाडौँ घुम्नलाई 3 दिन अनि पोखरा जान्छु भनेदेखि त 9 विषयमै 2 दिन है गाइस 9 विषयमा त्यसलाई त त्यो 200 रुपैयाँ प्याकेट चाउचाउ 300 रुपैयाँ घोगा मकै त्यहाँ छेराएर त्यसका डलर जति जम्मा यसको अर्थतन्त्र त पुरै उमलाएर हामीले त चाइनालाई जित्यौं गाइस अनि त्यसपछि त्यहाँबाट अझै त्यसले म जनकपुर पनि घुम्छु भनेदेखि त त्यसलाई मुलिङमा त्यो कुरिन टारले ढुङ्गो लडाएर बाटो यसरी लगाउनु यसरी गोर्खाको सुन्तला यस्तो टच नगर न हैन कि यो झर्छ के मेरो कानबाट कस्तो ल्याएर दानाको 500 मा बेच्छु हामी साल अरु कुरा छोडौ होला अरु कुरा छोडौ होला त्यो तिम्रो ड्रेसको एउटा कुरा नि त्यो एउटाको बुढी अर्कोसँग अर्कोको बुढा अर्कोसँग त्यो मैले युट्युबमा हेरेको होला यस्तो किन भएको होला मलाई चाहिँ मन नपरेको होला यस्तो त त्यो धुवा धुलोले गर्दा ओ माय गॉड धुवा धुलोले कसरी भयो होला अब कस्तो भन्दाखेरि बिहान बुढाबुढी शपिङ गर्न बजार जान्छ अनि दिनभरि धुवा र धुलोले अनुहार भरि कु भएर बुढाबुढी नै चिन्दैन भन्छ घर आउँदाखेरि त अर्काको बुढी लिएर आइरा हुन्छ घरमा आएर सुत्छ भोलिपल्ट बिहान छाप्प यसो पानी छापेर हेर्दाखेरि पो ओ माई गॉड आई एम सरी अर्काको बुढी रहेछ भन्छ ओ माई गॉड फिर्ता लिएर जान्छ यस्तो पनि हुन्छ होला हुँदा रहेछ कति हुन्छ अझ त्यति मात्रै हो र त्यो बजार गएको हैन अब घर त बाटो छेउमा हुन्छ नि त छारोले घर नचिनेर हैन छारो धुलो भनेको ओके ओके धुलोले त्यो घर नचिनेर घर भन्डानेर अर्काको बुढी लिएर गेस्ट हाउसमा छिरिरहेको यो मलाई मन पर्दैन होला त्यसपछि के भयो होला त्यति मात्रै हो र त्यो अख्तियारको मान्छे छैन हाकिमहरू बिहान ठ्याक्क अफिसबाट निस्किने बेलामा आज ठुलो माछा समात्ने भनेर हिँड्या हुन्छ है अनि गएर समात्ने बेलामा त ठुलो भनेर समात्यो सानो मात्रै परिरहेको हुन्छ ठुलो भनेर समात्यो सानो मात्रै परिरहेको हुन्छ सबै धुलोले नदेखेर ओ माय गॉड कस्तो बेइमानी ठुलो त्यसैले गर्दा फुट्यो ठुलो अच्छा मतलब अर्कै कुरा गाइस ठुलो त्यो भएर फुट्यो ठुलो सानो मात्रै समातेर खोर भित्र हुल्यो बाख्राको खोर तिमीलाई अचम्म लागेको छैन त्यो ठुल्ठुलो स्वरले हाँस्नु पर्ने हो त्यो सानसानो स्वरले हाँसिरहेछ सानसानो स्वरले हाँस्नु पर्ने ठुल्ठुलो स्वरले हाँसिरहेछ ठ्याठ्ठ मैले सुनेको तिम्रो ड्रेसमा जे नचाहिने हुन्छ त्यही मात्र धेरै हुन्छ त्यो तपाईँले सुन्नुभयो अहिले हाँसेको त्यो चाहिँ त्यो धेरै हाँसेपछि सो जम्छ भन्ने ठानेर हाँसेको हामी त्यही हो नेपालमा अहिले नयाँ आएको कमेडीमा यस्तो एकदम धेरै छ मुर्दारहरू आफै हँसा तपाईँले हेर्नुभयो कि भएन क्यामेरा कति ठुलो मान्छे नै ठुलो छ है गाइस क्यामेरा दामी छ है त गाइस ल खतरा
आज फर्स्ट टाइम देखेको First है time यो देखेको है त। कमेडी भिडियो चाहिँ रमाइलो लाग्यो तपाईँहरूले हेर्नु भएको थियो भने कमेन्टमा भन्नु कमेन्ट गर्नु है त गाइज ल गाइज आजको लागि आजको लागि यति नै है त गाइज ल बाई गाइज